नमस्कार मित्रहरू, शुभ मङ्गलम। आज हामी धम्मपदको अर्को गाथामा जाउँ, जुन भगवानले जेतवनमा कटुभाषी भिक्षुलाई भन्नुभएको। यहाँ अगाडि अझै भन्नुभएको छ, कैराचे कैराथेनम दलहमेनम परक्कमे शिथिलोहि परिबाजो भियो आकी रते रजम। भन्नको अर्थ रहेछ, प्रवर्जित भएर गर्नुपर्ने काम छ भने त्यसलाई गर, झन दृढतापूर्वक गर। शिथिल स्वभाव हुने परिव्राजकले आफ्नो मनमा चित्तमल रूपी धुलो झनै बढाउँदछ। त्यसो हुँदाखेरि हामीहरूले आफ्नो चित्तलाई पनि हेर्नु र ध्यान गर्नु चाहिँ अति आवश्यक छ। सबैको शुभ होस्, मङ्गल होस्, कल्याण होस्।